यो चाहिँ दार्चुलाको मकरीगढ भन्ने ठाउँ हो। यहाँदेखि चाहिँ अपी बेस क्याम्पको लागि चाहिँ ट्रेक सुरु हुन्छ। हामी चाहिँ वर्षाको मौसममा गएको थियौँ नि त, अनि त्यसैले चाहिँ पानी पनि परिरहेको थियो। मौसम पनि केही भरि नहुने, कति बेला खुल्दिने कति बेला चाहिँ बादल लाग्दिने भइरहेको थियो। त्यसपछि आउँछ एकदम गाह्रो ट्रेल, घुसा भन्ने ठाउँ। घुसाको त्यो बाटो एकदम डरलाग्दो, किनभने चाहिँ वर्षाको मौसममा माथिबाट ढुङ्गा खस्ने, पहिरो जाने चाहिँ हुन सक्ने हुँदो रहेछ। त्यसैले त्यति बेला चाहिँ त्यो बाटो चाहिँ छिटो छिटो हिँडेर चाहिँ कटाउनु पर्ने चाहिँ त्यहाँको मान्छेहरूले चाहिँ भन्नुभएको थियो। त्यसपछि आउँछ नाली भन्ने ठाउँ। त्यहाँ चाहिँ होमस्टे थियो, अनि यति बेला चाहिँ रात परिसकेको थियो नि त, 5 बजिसकेको थियो। अनि म एकदम गलिसकेको थिएँ। अनि म के खान्छु भने चाहिँ मजाले रेस्ट गर्दै बसेको थिएँ, किनभने चाहिँ नाली होमस्टे चाहिँ नजिक थियो। अनि माथिबाट हामी पुरा भ्यूहरू खिच्दै एकदम हेर्दै गरिरहेको थियौँ। पानीको आवाज पनि यति ठुलो आइरहेको थियो। अनि यो चाहिँ नाली ट्रेकको चाहिँ सेकेन्ड डे थियो। अनि हामीले चाहिँ फर्स्ट नाइट चाहिँ हामीले नालीको होमस्टेमा चाहिँ हामीले स्टे गरेको थियौँ। भ्यूहरू एकदम राम्रो। अनि सेकेन्ड डेमा चाहिँ हल्का बिहान चाहिँ एकछिन पानी पर्यो, तर साँझ चाहिँ खुल्न लागेको थियो मौसमहरू चाहिँ।